एमालेकै हुनुहुन्छ है साथीहरू। उहाँले भन्नुभएको छ कि अब हामी भोट कसरी माग्ने, महेश बस्नेतले हाम्रो सरकार जेनजी बनेका को हुन्, आतंकीकारी हुन्। जेनजीलाई मेरो सरकार आयो भने म जेनजीलाई जेल हाल्छु भनेर अहिले पनि महेश बस्नेत बोलिराखेको छ। अहिले पनि महेश बस्नेत त्यो कुरा बोलिराखेको छ। राजनेताको बोल्ने कुरा हो त्यो। राजनेताले त्यस्तो कुरा बोल्छ। कसरी यिनीहरूको पछि गएर भोट माग्ने? अब त्यहाँ मिटिङ बैठकमा म भदौको महिनादेखि जान सकेको छैन, मेरो मनले मानेको छैन। अब चुनाव आयो, चुनावमा नेताहरू उठेका छन्, मैले जानुपर्छ नि त, भोट माग्नुपर्छ एमालेको नाममा। कसरी माग्ने? मान्छेले टाउको हेर्छ नि त, हेर्ने त टाउको हो जनताले। टाउको कस्तो छ त हाम्रो? टाउको कस्तो छ भनेपछि फलानु नगर त फलानु जिल्ला त गु हो, फोहोर हो, यो मात्र म बस्ने ठाउँ सफा हो भनेर अभिव्यक्ति आइराखेको छ। एउटा देश चलाउने राजनेताले त्यो जिल्ला गुया हो, फोहोर हो र मेरो बस्ने जिल्ला सफा हो भन्न मिल्यो? ऊ देशको प्रधानमन्त्री भएर त्यो जिल्ला किन बनाएन? उसले धनुषा जिल्ला महोत्तरी जिल्ला किन बनाएन? उसले किन दमक मात्र सफा देख्यो? त्यस्तो बोल्ने हो?